त्यसपछि पसारजीलाई पनि अगाडि आइदिनु हुनको लागि विनम्र अनुरोध गर्दछु। Now let me invite on the stage Mr. Jury Thakur. यो token of love उहाँलाई हामीले प्रदान गर्न गइरहेका छौँ। Okay, here we have Jury Thakur on the stage. सेन्टरमा अलि सेन्टरमा बसेर ट्याक्क अलि टेक्यौँ सबैजना हाम्रो रिसर्च यसो एकैछिन है यसो एकैछिन ल एकैछिन अझै दिने पनि पहिला खाता लगाउनु राम्रो सरकार बिचमा हजुर यहाँ सम्मान भएर चाहिँ अलि त देख्ने गरेर हजुर एउटा फोटो हजुर यता हजुर यता हजुर एउटा फोटो अलि पाएको दिन यो आफैमा लङ्गडो हुनेछ, लर्खनिनेछ। किनभनेदेखि यसलाई हुर्काउन बढाउनका लागि जति पनि सङ्घ संस्थाहरू छन् होला तिनले त त्यति धेरै योगदान गर्लान् यसलाई हुर्काउनका लागि भनेर आशा गर्ने धेरै थोरै सानो ठाउँ मात्रै बाँकी रह्यो। तसर्थ त्यो स्नेह माया र सद्भाव चाहिँ आवश्यक छ, यसलाई हुर्काउनु पनि आवश्यक छ। यो देश त्यो हुर्किएको दिनसम्म मात्रै सार्वभौम स्वतन्त्र देश भएर रहनेछ, याद राख्नुहोस्। तसर्थ यसको यो सांस्कृतिक पक्षलाई, यसको यो पर्फर्मिङ आर्ट्स सङ्गीत नाट्य पक्षलाई जसरी आजसम्म माया गर्नुभएको छ त्यो मायालाई निरन्तरता कायम राख्नुहोस् र आउँदो पिँढीलाई पनि त्यो माया हस्तान्तरण गरिदिनुहोस्। यही नम्र निवेदनका साथ आजको यो रमाइलो क्षणबाट बिदा हुन चाहन्छु। तपाईहरुलाई धेरै धेरै धन्यवाद।